ल साथीहरु, म चाहिँ यो मोरङको पथरी भन्ने ठाउँमा एउटा काठे मिलमा आएको छु। पहाडको हाम्रो खोटाङ र अन्य जिल्लाहरूबाट चाहिँ उत्तिसको लकडीहरू चाहिँ यसरी यो फ्याक्ट्रीसम्म आउँदो रहेछ हैन। र यो फ्याक्ट्रीमा चाहिँ काठ चिरेर यसरी अन्य ठाउँहरूमा बिक्री वितरण गरिँदो रहेछ। र यहाँ लगभग 2 करोड भन्दा माथिको लकडीहरू तपाईले देख्न सक्नुहुन्छ। र म चाहिँ यो फ्याक्ट्रीमा सानो कामको लागि आएको थिएँ। यो सबै लकडीहरू र फ्याक्ट्रीको काठ देखेर चाहिँ एउटा भिडियो बनाउन गइरहेको छु। र यो सालको दाउरा चाहिँ हैन 13 रुपियाँ किलो बिक्दो रहेछ भने अनेकको काठको चाहिँ 7 रुपियाँ केजी दाउरा बिक्री हुँदो रहेछ। यो काठहरू चाहिँ यसरी पुरै थुपारिएको छैन। यो चाहिँ मैले सोधिन थाहा भएन हैन। यो काठ काटेको त्यो भुस पनि 5 रुपियाँ केजी बिक्री हुँदो रहेछ। र हाम्रो पहाडीमा चाहिँ कतिपय ठाउँहरूमा चाहिँ यातायातको सुविधा नभएको ठाउँमा चाहिँ लकडीहरू त्यत्तिकै मकेर जाने गर्दछ। र यसरी यातायातको सुविधा भएको ठाउँबाट चाहिँ यहाँ आएको काठहरू चाहिँ एकदमै फाइदाजनक हुँदो रहेछ। र माथिबाट काठहरू बेचिनुको कारण चाहिँ मैले फ्याक्ट्रीमा आएर यो धेरै कुराहरू देखेर चाहिँ एउटा आय स्रोतको बाटो हुँदो रहेछ भन्ने मलाई लाग्यो। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है।